सुकुमवासी हुनु सबैभन्दा ठुलो अपराध होइन जस्तो लाग्छ। सहकारी ठगी गर्ने भन्दा नि ठुलो अपराध होइन जस्तो लाग्छ मलाई है। सुकुमवासी हुनु सहकारी ठगी हुनु भन्दा पनि धेरै ठुलो अपराध हो त। अब यो सरकार भनेको कसको लागि हो? गरिबको लागि हो कि सहकारी ठगीहरूको लागि हो कि? सहकारी ठगीहरूलाई पक्रेर ल्याउन नसक्ने, कारबाही नगर्न सक्ने? यस्ता सरकारमाथि के विश्वास, के आशा हो यो सरकारको? होइन, हुन त 1-1.5 महिना मात्रै भएको छ। धेरैले भन्छन् केही दिन पर्ख। अरे कामै त्यस्तो गरिरहेको छ यार, कसरी पर्खिनु? गरिब दुखीका घरै सखा पारेर चाहिँ अनि केही गर्छ कि भनेर आशले बसिराख्नु? तपाईँहरूले जेसुकै भन्नुहोस् है, सुकुमवासीलाई हटाउनु सही होइन क्या। मलाई आएर गाली गर्नुहोस्, मलाई आएर जेसुकै भन्नुहोस्, तर सुकुमवासीको घर भत्काउनु उचित छैन है, उचित होइन। हस्, धन्यवाद। जय माटो जय देश।